नमस्ते फ्रम मकाउ है। आज फेरि म नयाँ भिडियो लिएर आइसकेँ र आज कता मन लाग्छ लखर लखर हिँड्ने हो। खासै प्लानिङ गरेर त आएको छैन, यतिकै 2 दिन छुट्टी है। अनि घरमा झ्याउलाएर बस्दा बस्दा झ्याउलायो कि अब 2 दिन छुट्टी, आजसँग त 3 दिन पो हुन्छ त। अनि आएको अब म चाहिँ अहिले जमानामा रक्सी खाने ठाउँ हो, अहिले पनि रक्सी नै खाने ठाउँ हो हुन त यो एरिया। पहिले खुब खाइयो यहाँ रक्सी बियर। र यहाँ चाहिँ अहिले म जान्छु माथितिर। तलतिर जान्छु एकछिन। यहाँ फेरि ओह्रालो रहेछ है। अनि घर पनि जानुपर्छ फेरि। हुन त अघि भर्खर निक्ल्या हो, ठिकै छ। जे होस् आज चाहिँ 5-7 वर्षपछि भित्र छिरियो है, म्युजियमभित्र। ल यस्तो पनि मान्छे हुन्छ त यार। यही घुम्नलाई मान्छे कहाँबाट आउँछ है। हामीलाई यहीँ पुछिरहेको छैन। अब त्यही आँगनमा बसेर रक्सी खान चाहिँ भ्याउने, भित्र चाहिँ हेर्न नभ्याउने कि कस्तो होला। हामी बुढापाकाले नजिकको मन्दिर हेला हुन्छ भन्थे, साँच्चीकै हो यो चाहिँ, स्योर हो। यहाँ फेरि ओह्रालो रहेछ है। ओह्रालो हुँदै जाने हो। यहीँ यस्तो छ। अब यो उता जान्छु म, एकछिन घुम्छु। बडा फ्रेस पो भयो त यार आज।
यसो तलतिर गएर आउनु पऱ्यो है के रहेछ त तलतिर मान्छेको हुल त कहिलेकाहीँ त यहाँ पुरै ट्राफिक जाम हुन्छ कि ट्राफिक लागिरहन्छ यस्तो सफा चाहिँ यस्तो सफा छ बनाएको छ है तर बेलुका भयो भने चाहिँ यो फोहोर हुन्छ है फेरि बियर खानेहरूको हुल हुन्छ अहिले टुरिस्टको हुल हो बेलुका भएपछि यहाँ जाँड खानेको हुल ल यहाँ चाहिँ केही गर्ने मान्छे रहेछन् यो के रहेछ यो खासै टिकटक बनाउने हुन् कि के हुन् यिनीहरू है क्यामेराम्यान पनि रहेछन् यहाँ यस्तो यो भिडियो बनाउने टिकटक बनाउने त मुला कोही नाचिरहन्छन् बौला जसरी कोही के गरिरहन्छन् है रमाइलो छ जे होस् म चाहिँ अब यो हुलमुलभित्र छिर्छु एकछिन के रहेछ आज फेरि मैले माइक ल्याएन के माइक पनि ल्याइएन अनि अलि खै भोइस त सुनिन्छ कि सुनिन्न तर माइक ल्याउन लगाएको थिएँ फेरि बोक्न अप्ठ्यारो लाग्यो कि अनि ल्याइएन यहाँको बजारहरू हेर्नु आज चाहिँ यसो युज गरेको है के अरे मनमा आएको के अलिक कन्फिडेन्स लेभल बढाउनु के भएन त्यो हुलमुलमा मजाले बोल्नु पऱ्यो के क्यामेरा अगाडि अनि मान्छे देख्यो भने त बोल्नै नसक्ने त के भएको यार आफै पैसा तिरेर क्यामेरा किन्छ त्यत्रो पैसा हालेर क्यामेरा किन्यो अनि त्यही क्यामेरासँग लजाएर भिडियो थेट आज चाहिँ लाज मान्दिनँ म बोल्ने हो मजाले ए ओहो दाइ के हो यहाँ सोरुमहरू हेर्नु न जुत्ताको सोरुमहरू पैसा छैन कृपया यस्तो काम चाहिँ नगरौँ होला घर पठाउनु पर्छ पैसा छैन हेर्न चाहिँ पाइयो आज बोल्न चाहिँ आज मजाले बोल्ने भनेको तर अलिक त्यो बोल्दै गऱ्यो भने कन्फिडेन्स बढ्दै जाँदो रहेछ के बोलेन घरै बसेर मोबाइल हेऱ्यो लाज मान्यो भने त नहुँदो रहेछ ड्याङ्की ड्याङ बोल्ने हो ढ्याङ्की ड्याङ हाल्ने हो अनि लाज मानेर हुन्छ यार यिनी फेरि यहाँ त बोल्न पनि सजिलो छ नि यिनीहरूले बुझ्दैनन् मेरो भाषा बुझ्या छ त बजै तिमीहरूले बुझ्या छ दाइ बुझ्या छ छैन नि अनि यिनीहरूले बुझ्दैनन् म जे बोले पनि भयो नहुने चाहिँ बोल्नु भएन अघि एउटा पोडकास्ट हेरिरहेको थिएँ कि कसको हो यार ए गोपी हमालको इन्टरभ्यू हेरेको बुढाले भन्दै थिए जिन्दगीमा डर र लोभ छोड सधैँ अगाडि बढिन्छ भनेर लोभी त म त्यति होइन तर डराउने मान्छे चाहिँ हो क्या आजदेखि चाहिँ डराउँदिनँ यात्रै पनि डराउँदिनँ डर लाग्यो भने के अरे ड्यु खानुपर्छ ड्यु त्यही गर्नु पऱ्यो तर ड्यु पनि पाउँदैन क्या हो यहाँ त यहाँ यस्तो मजा आएको पानी आयो पानी शीतल भयो यार यो पानी देखेर पनि मजा आयो अब टुरिस्टहरू घर जाँदैछन् जाँड खाने मान्छेहरू चाहिँ यहाँ भेट्छ फेरि अब खानु पनि दिन्छन् के बाँडिदिन्छन् फेरि
Marea, Malaysia. ल है आज त के हो मजा आयो यार लड्याङ 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 गर्दै हिँडेको रातै परेछ अब चाहिँ घर जानु पर्यो अहिले त कति बज्यो यार धेरै नै बजिसक्यो यार बत्ती सत्ती बलिसक्यो यहाँ कति बज्यो 7:30 बजिसकेछ ल है त आज मजाले घुमियो अब जे भयो नि कन्फिडेन्स लेभल चाहिँ बढाएर आइयो केही नगरे नि आजलाई यति नै है त अब सी यू इन नेक्स्ट भिडियो मेरो कन्फिडेन्स लेभल चाहिँ अब अझै बढ्दैछ के अब बिस्तारै म केही गर्छु जस्तो लागिरहेछ अब सायद कन्टिन्यू भिडियो आउनु पनि सक्छ है तर यस्तै हो विदेशमा फुर्सद पनि हुन्न हेर के गर्नु अब हुन त हप्ताको एक दिन छुट्टी हुन्छ त्यो दिन बनाउँदा नि हुन्छ हुन त भिडियोहरू त अब मेन कुरो जाँगर चल्नु पर्यो डराउनु भएन त्यति हो ल सी यू इन नेक्स्ट भिडियो है त ल बाई